धेरैभन्दा धेरै ट्यालेन्ट र परीक्षामा ए ग्रेड लिएर आउने विद्यार्थी नि रियल जिन्दगीमा असफल भइरहेको हुन्छ। द रिच ड्याड क्यास फ्लो क्वाड्रन्ट यस बुकले भन्छ ए ग्रेड लिएर आउने विद्यार्थीहरू सानो सानो कुरामा पनि डिटेलमा एनालाइसिस गर्छन् र आफ्नो सोचाइमा अड्किन्छन्, जसलाई भनिन्छ एनालाइसिस प्यारालाइसिस। दिमाग त बलियो हुन्छ तर भावनात्मक रूपमा कमजोर हुँदा डरले काम गर्न रोकिदिन्छ। थोमस अल्वा एडिसनले आफ्नो चाहिँ अनुसन्धानका क्रममा भन्नुभएको थियो, म 1014 पटक असफल भएको होइन कि 1014 पटक चाहिँ मैले के गर्न हुन्न भनेर सिकेको छु भन्नुभएको थियो। त्यस्तै गरी रियल जिन्दगीमा चाहिँ जसले एक्सन लिन्छ, जसले काम गर्छ उसैले गल्ती गर्छ र त्यही गल्तीबाट सिक्ने मान्छे नै वास्तवमा धनी बन्छ र सफल बन्छ। त्यसैले तपाईँहरू पनि आजैबाट चाहिँ एक्सन लिन सुरु गर्नुहोस् है त, र आफ्नो सोच परिवर्तन गर्नुहोस्।